आजसम्म हामीले अफिस सप्लाइज भन्नेबित्तिकै के बुझ्दै आइरहेको थियौं अनि फर एक्जाम्पल हामीले फाइनान्शियल स्टेटमेन्ट बनाउँदै छौं र ट्रायल ब्यालेन्समा अफिस सप्लाइज भनेर दिएको छ भने हामी त्यसलाई इन्कम स्टेटमेन्टमा लान्छौं कि ब्यालेन्स सिटमा लान्छौं कि के गर्छौं त त्यो हामीलाई अहिलेसम्म क्लियरली थाहा छैन। मलाई जहाँसम्म लाग्छ सबैले नै अफिस सप्लाइज भन्नेबित्तिकै इन्कम स्टेटमेन्टमा एक्सपेन्समा लगेर नै राख्छौं। भन्नुपर्ने चाहिँ के रहेछ त भन्दाखेरि यो अफिस सप्लाइज भनेको चाहिँ एक्सपेन्स अथवा इन्कम स्टेटमेन्टमा जाने आइटम नभएर यो ब्यालेन्स सिटमा जाने आइटम रहेछ जसलाई चाहिँ एज अ इन्भेन्ट्रीको रूपमा ट्रिट गरिँदो रहेछ। इन्भेन्ट्री भनेर यसलाई देखाइन्छ। यो चाहिँ के हो त त्यसो भए अफिस सप्लाइज भनेको के हो त? अफिस सप्लाइज भनेको चाहिँ जुनसुकै पनि कन्ज्युमेबल भयो जुन चाहिँ अर्गनाइजेसनमा चाहिन्छ। फर एक्जाम्पल स्टेसनरी आइटम हुन सक्छ जसमा पेन हुन सक्छ, कपी हुन सक्छ, डायरी हुन सक्छ, एफओ पेपर हुन सक्छ, त्यसै गरी फाइलिङलाई चाहिने बाइन्डर हुन सक्छ। अनि त्यसपछि हामीले फाइल डकुमेन्टहरु फाइल गराएर राख्ने रिङ फाइलहरु हुन सक्छ। अनि अरु भनेको अफिस इक्विपमेन्टहरु, अफिस इक्विपमेन्ट पनि त जस्तै अब अर्गनाइजेसनले चेयर, प्रिन्टर, स्क्यानर यस्तो लिएर आउँछ। अनि ल्यापटपहरु हुन सक्छ हैन। सबै ल्याउने बित्तिकै स्टाफहरुलाई असाइन गर्दै हाल्दैन नि त। यो सबै सामान त सुरुमा आउने बित्तिकै स्टोरमा गएर बस्छ। जुनसुकै पनि अर्गनाइजेसनमा स्टोर हुन्छ र यी सबै सामान स्टोरमा गएर बस्छ। अनि जब डिपार्टमेन्टमा कुनै पनि स्टाफलाई यो निड हुन्छ, जब यी सामान यिनहरुमध्ये कुनै पनि आइटमहरु चाहिन्छ तब स्टोरमा एउटा रिक्विजिसन फर्म फिल गरेर स्टोरबाट चाहिँ अनि लिन सक्छ। स्टोरबाट चाहिँ पछि गएर डिपार्टमेन्टहरुमा चाहिँ सप्लाई हुन्छ हो। त्यही भएर चाहिँ यो जबसम्म यहाँ स्टोरमा आउँछ, स्टोरमा आउँदासम्म चाहिँ यो अफिस सप्लाइज भयो। जब अफिस स्टोरबाट फेरि डिपार्टमेन्टलाई ट्रान्सफर भएर डिपार्टमेन्टले युज गर्छ, यो यहाँ जाने भनेको त युज गर्नको लागि हो। युज गर्न गएपछि चाहिँ तब चाहिँ यो एक्सपेन्स हुन्छ। अनि यसलाई चाहिँ हामीले के भन्छौं भने अफिस सप्लाइज मात्र नभएर अफिस सप्लाइज एक्सपेन्सेस भन्छौं। एक्सपेन्सेस हो। जब यो डिपार्टमेन्टको युजको लागि जान्छ तब मात्रै यो चाहिँ एक्सपेन्स हुन्छ। अनि यसलाई चाहिँ हामी इन्कम स्टेटमेन्टमा लान्छौं। अफिस सप्लाइज मात्रै भनेर आयो भने यो ब्यालेन्स सिटमा गयो। अफिस सप्लाइज एक्सपेन्सेस भनेर ट्रायल ब्यालेन्समा देख्छौं भने यो चाहिँ हामीले इन्कम स्टेटमेन्टमा लान्छौं हो। त्यही भएर अफिस सप्लाइज र अफिस सप्लाइज एक्सपेन्सेस एउटै होइन भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। इन्कम स्टेटमेन्ट बनाउँदाखेरि यो कुरामा हामीले ध्यान दिनुपर्छ। किनभने अफिस सप्लाइज एक्सपेन्स भनेर ट्रायल ब्यालेन्समा दिएको छ र हामीले ब्यालेन्स सिटमा लग्यौं भने नि मिस्टेक भयो। अफिस सप्लाइज भनेर दिएको छ र हामीले इन्कम स्टेटमेन्टमा लग्यौं भने नि मिस्टेक भयो।